साक्षी भावले हेर्ने भनेको सज्जनहरू, यो साक्षी भाव भन्ने शब्द अध्यात्ममा अत्यन्त उत्कृष्ट शब्द हो। तपाईको मनमा चलेका कुरा खेलेका छन् भने तपाई मन यहाँ राख्नुस्, परबाट हेर्नुस्। यो मन म होइन, शरीर म होइन, बुद्धि म होइन, इन्द्रिय म होइन, चित्त म होइन, अङ्ग प्रत्यङ्ग म होइन, आँखा कान नाक जिब्रो छाला म होइन, बाघ पाणी पाद उपस्थ पायु म होइन, कुनै पनि विद्यमान अङ्ग प्रत्यङ्ग म होइन। म चाहिँ नाशमान चिज होइन, म चाहिँ अविनाशी चिज हो, म आत्मा हो, म मन होइन भनेर परबाट हेर्नुहोस्। त्यही दिनबाट तपाईँले विचारमाथि नियन्त्रण गर्नुहुन्छ। जुन दिन विचारमाथि तपाईँले नियन्त्रण गर्नुहुन्छ त्यही दिनबाट तपाईँको आध्यात्मिक जीवनको सुरु हुन्छ। हाम्रो विचारमाथि नियन्त्रण नभएपछि हामी मनलाई नियन्त्रण गर्न सक्दैनौँ। मनमा अनेक किसिमको इच्छा पैदा हुन्छ। मनमा अनेक किसिमको इच्छा पैदा हुँदा हामी ईश्वरीय बन्न सक्दैनौँ, हामी आत्मिक बन्न सक्दैनौँ, हामी आध्यात्मिक बन्न सक्दैनौँ, हामी ईश्वरीय भावनाले ओतप्रोत बन्न सक्दैनौँ, हामी तत्त्व साक्षात्कार गर्न सक्दैनौँ, हामी आत्म साक्षात्कार गर्न सक्दैनौँ। त्यसैले सबभन्दा पहिला विचारमाथि नियन्त्रण गर्नु। सङ्कट आउनु भनेको साक्षी भावले हेर्नु हो।